अर्क आफै प्रधानमन्त्री हुने प्रयासमा थिए, पार नलागेपछि अहिले बालेन प्रधानमन्त्री भएको उनलाई सहन स्वीकार गर्न गाह्रो भइरहेको देखिन्छ। क्लाइमैक्स अभी बाँकी है। अब अलिकति चर्चा प्रतिपक्षी श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङ बारे गरौँ। 3 दिन अघि प्रधानमन्त्रीले कोशी प्रदेशका सांसदहरूलाई आफ्नो कार्यालयमा बोलाएका थिए। बोलाउनुको उद्देश्य चाहिँ कोशीबाट निर्वाचित भएर आएका सांसदहरूले सरकारबाट कस्तो काम खोजेका रहेछन्, के माग रहेछ भनेर बुझ्नु रहेछ। श्रम संस्कृतिका हर्कले फेसबुकमा प्रधानमन्त्रीले सदन नबोलाएकाले उनले भन्दैमा कोठे बैठकमा आउँदैनौ भनेर घुर्की देखाए। यहाँ सामान्य लजिक लगाउँदा पनि के थाहा हुन्छ भने संसद बैठकमा पनि सांसदहरूले सभामुख मार्फत सरकारलाई नै भन्ने हो, अनि सरकारकै प्रमुखले सोझै सांसदहरूको कुरा सुन्छु, सबै जिल्ला क्षेत्रको विकासका लागि सहकार्य गर्छु भनेर बोलाउँदा कोठे बैठक भन्दै घुर्की लगाउनु पर्छ त। आफूभन्दा कम उमेरको विगतमा ऊ पनि मेयर म पनि मेयर भन्ने ठानेर हर्कले बालेनलाई भाउ नदिँदा त्यसले प्रधानमन्त्रीको कुर्सीमा बसेका मान्छेलाई केही फरक पर्दैन। हर्क आफै प्रधानमन्त्री हुने प्रयासमा थिए, पार नलागेपछि अहिले बालेन प्रधानमन्त्री भएको उनलाई सहन स्वीकार गर्न गाह्रो भइरहेको देखिन्छ। हर्कजीलाई हाम्रो अनुरोध के हो भने प्रधानमन्त्री बन्ने कुरा किस्मतमा पनि हुनुपर्छ। बालेनको किस्मतमा लेखिएको रहेछ, उनी त्यो ठाउँमा पुगे। कृपया अब टाहा गरेर नबस्नुहोस्। तपाईले प्रधानमन्त्री वा सरकारसँग सहकार्य गरेर आफ्नो जिल्लाको आवश्यकता अनुसार योजना लिएर जानुभयो भने सुनसरी जिल्ला त्यसमा पनि धरानका जनताले सुविधा पाउँछन्। प्रधानमन्त्रीसँग तपाईले घुर्की लगाउँदैमा अहिलेको सरकारलाई केही पनि फरक पर्दैन। अझै विडम्बनाको कुरा के छ भने सरकारले तुरुन्तै संसद अधिवेशन बोलाउने निर्णय गर्यो। हर्क फेरि पनि असन्तुष्ट भए अनि भने मलाई त 7 मिनट मात्रै बोल्न दिने भन्ने खबर आयो। यसरी हुँदैन, मलाई 1 घण्टा 7 मिनट बोल्न मन छ। यसमा पनि कमन सेन्स लगाउँ है त। संसदमा 275 सांसद छन्। हर्कलाई चाहिँ 1 घण्टा 7 मिनट अरूलाई पनि त्यहाँ दिने हो भने ती सबैको लामो लामो भाषण सुन्ने धैर्यता के हर्कमा छ त? तिम्रो कुरा के छ आऊ म सुन्छु भनेर प्रधानमन्त्रीले बोलाउँदा पनि नहुने, संसद बैठक चाहियो भन्ने, बैठक सुरु गर्दा पनि नहुने, 1 घण्टा 7 मिनट चाहियो भन्ने। हर्कको यस्तो बालहट धरानमा धेरै जर्यो, अब संसदमा चल्दैन। यसकारण हर्कजी